आफ्ना बच्चालाई भुलेर पनि भन्न नहुने यी 8 कुरा जसले बच्चाको भविष्य नै अन्धकार बनाउन सक्छ। अभिभावकको बोली र व्यवहार बच्चाको भविष्य निर्माणमा कति निर्णायक हुन्छ भन्ने हामी सबैलाई थाहा छ। तर कहिलेकाहीँ हामीले नबुझिकन बोलेका शब्दहरूले बच्चाको आत्मविश्वासलाई गम्भीर चोट पुर्याइरहेका हुन्छन्। यस्ता केही कुराहरू छन् जुन धेरै आमा बुबाले जानी नजानी बच्चालाई भन्ने गर्छन्, तर वास्तवमा ती कुराले बालबालिकाको मानसिक विकासमा गम्भीर असर पार्न सक्छ। त्यस्ता 8 खतरनाक कुरा के हुन् यसबारे जानौ। 1. तिम्रो उमेरमा म त यति धेरै जिम्मेवार थिएँ। बच्चालाई आफूभन्दा महान देखाएर तुलना गर्नु उनीहरूको आत्मविश्वास तोड्ने पहिलो गल्ती हो। तपाई परिपक्व हुनुभयो होला, तर त्यो उमेरमा तपाईले गरेका गल्तीहरू सम्झनुस्। अर्को छ निर्णयमाथि हस्तक्षेप। बच्चाले लिएको निर्णय तपाईलाई गलत लाग्न सक्छ, तर उसले त्यही सिक्ने हो। सधैँ निर्देशन दिनुस्, तर आफ्नो विचार लाग्ने गल्ती नगर्नुस्। दाइ बहिनी जस्तो किन छैनौ भन्दै तुलनाले जहिले पनि नकारात्मक असर ल्याउँछ। यस्तो भनाइले मात्र आत्मग्लानी गराउँछ र दाजुभाइ बीच विश्वासको खाडल खनिन्छ। मलाई एक्लै बस्न देऊ। रिसको झोकमा बच्चालाई अलग राख्न खोज्नु हुँदैन। यस्तो व्यवहारले उनीहरूलाई एक्लोपन र डिप्रेसनतर्फ धकेल्न सक्छ। अर्को छ झगडा हुँदा रिस पोख्ने। वैवाहिक सम्बन्धमा तिक्तता भए पनि त्यो रिसको झोकमा बच्चामा पोख्न हुँदैन। यसले उनीहरूलाई गम्भीर मानसिक असर गर्न सक्छ। अर्को छ मलाई धेरै दुःख दियो। बच्चाको आलोचना गर्दा सीमा ननाग्नुस्। बारम्बार दोषारोपण गर्दा उनीहरूमा अपराध बोध जन्मिन्छ। र त्यस्तै अर्को छ तिमी जस्तो बच्चा हुनुभन्दा निसन्तान भए बेस। यो सबैभन्दा खतरनाक शब्द हो। कहिले पनि यस्तो नबोल्नुस्, चाहे जतिसुकै रिस उठे पनि। यसले बच्चाको मनमा गहिरो चोट पुर्याउँछ। र अन्त्यमा रहेको छ खराब साथी छोड अहिले नै। साथी चयनमा बालबालिकालाई ठूला कुरा थाहा हुँदैन, त्यसैले गाली गर्नुको सट्टा उनीहरूलाई राम्रो साथी छनौट गर्न सिकाउनुहोस्। यी 8 गल्तीले तपाईको बच्चाको जीवनमा गहिरो असर पार्न सक्छन्। सानो कुरा जस्तो लागे पनि शब्दहरूले कहिलेकाहीँ घाउ गहिरो बनाउँछन्। त्यसैले बोलीमा सधैँ सोचेर शब्दहरू खर्च गर्ने गर्नुहोस्।